हे गाइज अब हामी चाहिँ माउन्ट हेमिल्टन जाँदैछ होइन। आजको मौसम पनि एकदमै तेज रमाइलो मौसम छ। हामी प्रकाश दाई, हाम्रो समीर काफले अनि एउटा म भइहाल्यो होइन। अब जाँदैछौँ माउन्ट हेमिल्टन। कस्तो होला त आजको मौसम उतातिरको? मौसम रमाइलो होला, जस यहाँ हिउँ परे होस् भन्ने मेरो चाहना। हामीले चाहिँ अब फिङ्गर क्रस गरौँ होइन, हिउँ परे होस्। अब त्यही हो। अब त्यहाँको फेरि यहाँभन्दा अलिकति माथि धेरै नै हाइटमा छ। लगभग कति हाइट होला यार? हाइट छ तर त्यस्तो धेरै त छैन, हाइट चाहिँ छ। तर हामी बाइकमा चाहिँ लगभग 2-3 चोटि गयो नि होइन। एकदम बाइकमा चाहिँ एकदम रमाइलो थियो। हामीले बाइक निकालेको फर्स्ट इयर नै हामी लगभग यहाँको यो सानो चाहिँको माथि पहाड साहाड हामी सबै लगभग घुमिसकेछौँ बाइकमा। तर बाइकमा रमाइलो हुन्थ्यो। अब बाइक पनि अब बेचेर खाइसक्यो। फर्स्ट टाइम गाडीमा जाँदैछौँ, रमाइलो छ त्यो ठाउँ। रमाइलो छ। तर पोहोर साल हामी गएको थियौँ, म गएको थिएँ अनि मायाहरू। पोहोर साल हिउँ परेको थियो होइन? पोहोर साल होइन, मायाहरू आउने 22 को एन्डमा हो। नै मायाहरू आउने साल हामी गएको थियौँ। त्यही त 20। अनि दाई म अनि डिएनाहरू गएको थियौँ। यस्तो हावाहुरी लाएर त्यहाँ हामी बाहिर निस्किन नसक्यो कि। त्यही भएर लेट्स अब के हुन्छ। लेट्स गो। ल अब हामी चाहिँ उकालो चढ्यो है। अब माउन्ट हेमिल्टनको हामी उकालो चढ्यो। अब यहाँ सर अब हामी चाहिँ जाँदैछौँ। आजको हाम्रो यात्रा सुरु भइसकेको छ। तर उकालो हामी लाग्दैछौँ। तर अलिकति मौसमले चाहिँ अलिकति वेदर अलिकति गडबडी, धेरै नै गडबडी छ। त्यही पनि हामी अब जाउँ, हेरौँ माथिसम्मको भ्यू। अब अहिले नै हेर्नु यस्तो देखिरहेछ माथिको होइन, फुल सानो चाहिँ देखिरहेछ अहिले नै। अब माथि गयो भने कस्तो होला? ल है साथी, यस्तो देखिन्छ है यहाँ। अब माउन्ट हेमिल्टनमा यस्तो देखिन्छ। ल जाउँदै
माउन्टेन लायनले आएर एट्याक गरेको के खोइ कहाँ यतापट्टि लेफ्टमा लेफ्ट साइड कटेर गइसक्यो अर्को आउँछ अब हामी आउन त आइयो होइन तर मौसम चाहिँ यस्तो भयो के गरौँ अब जानै अब यस्तो पानीमा त कहाँ निस्किने हेर्नु त यस्तो पानी परेर हामी चाहिँ गाडीभित्र थुन्यो होइन अमित सर हो नि म चेक गरेर ल अब दाइ हाम्रो चेक गर्दै हुनुहुन्छ म त अडिस लाएर केही गर्नु पाउँदैन के यस्तो पानी परेको बेलामा बाहिर जानु पनि कुरो भएन अब दाइ चाहिँ अगाडि जानु भयो म त जाँदिनँ मेरो त एकैछिनमा भिज्छ लुगा अब के गरौँ अब लेसी अहिले हामी केही बेर हामी कुर्छौँ यहाँ होइन ओहो अनि एक सेकेन्डमै केही बेर कुर्छौँ अब भएन भनेपछि अब फेरि फर्क्यौँला त ढोका बन्द गर्नु पर्दैन के हो कि कहाँ ए म पनि पर्दैन जाउँ त त्यसो भए त्यहाँ आउँ जाउँ न त जाउँ नि त त्यहाँ आउँ जाउँ पानी रोकिएर अहिलेको भन्दा ल अब फेरि आउँछ कि जानु परिहाल्यो नि यहाँ यति टाढा आइसकेपछि अब यति त गर्नु परेन उता गाडी त रोक्यो नि त त्यहाँ है गाडी त छेड लायो नि यहाँनिर ऊहरू बस्ने हो कि एस्ट्रोनमरहरू ए पानीले छुट्यो हामीलाई हो। ए, यो त मेरो यस्तो मजाले हावा लागिरहेछ हाम्रो निश्चलजी आज बादलको माथि हुनुहुन्छ एकचोटि इभी हाँसिदिनुहोस् त तर ठिक छ What the fuck, रमेशजी एकदमै ठुलो हावा लागेको छ अलिक यस्तै भयो ल ल ल ए हो यहाँ हात यहाँ यस्तो चिसो भएर निकाल्नै मिलेको छैन एकदमै डेन्जर हावा लाग्छ है तर एकदम हात तर यो निकाल्नु नमिल्छ अब हाम्रो यो सानो चाहिँको चाहिँ अलिकति हिउँ नजिक पर्ने ठाउँ त यही नै हो माउन्ट हेमिल्टन सायद अब यस्तै चिसो भयो भने चाहिँ एकदम हिउँ पर्न सक्छ यस्तो चिसो छ एकदम हात निकाल्नु मिलेको छैन एकदमै हात कस्तो चिसो ओहो नगद पानीले भिजेर चित्रकै होइन मजा आयो तर मजा आयो पानी अलिकति अब्जर्भेटरी त्यहाँनिर सबै अब्जर्भेटरी हो त्यहाँ छ सबै ठुलो डोम त्यहाँ छ तर अब देखेन पानी पर्नु ठिकै छ अब पानी परे पनि रमाइलै भयो अब हेरौँ अब बाटोमा के देखिन्छ होइन कहाँ पुग्छ होला ल अब माथि चाहिँ एकदमै कुहिरो लागेको कारणले गर्दा माथि भिडियो गराउनु पाइएन अब यहाँ चाहिँ यस्तो राम्रो मौसम छ राम्रो मौसम छ यहाँ एकछिन हामी 10-15 मिनट अब माथि हाइकिङ जाने कुरो भइरहेछ अब हेरौँ के हुन्छ अहिले ल एकछिनलाई सिनेमेटिक सिन हेर्नु न कस्तो छ यस्तो राम्रो ठाउँमा आयो है अब चाहिँ हामी पाउँछ यहाँ चाहिँ हाम्रो माउन्टेन लाइन पनि आउँदो रहेछ अलिकति हामी चाहिँ अलिकति जोगेर नै हिँड्नु पर्ला जस्तो त होइन
यो त सेन्टा क्लारा काउन्टी पार्क भनेको छ त सेन्टा क्लारै हो यो हो नि सेन्टा क्लारै हो नि न त कहाँ काउन्टी के हो त्यहाँ स्क्यान के अरे जुम गरेर उ गर हेर न त्यसले एउटा वाइल्ड लाइफवाला ब्लग बनाउनु हुँदैन भन्नु न यस्तो चरा छ भन्नु भन्नु खोइ वेयर म्यान हेर Those guys, tell them, ल है, show them. कस्तो राम्रो चराहरू बसिरहेको छ यहीँ Clean up crew. ल एकदम हाम्रो राम्रो स्पट भेटायो हाम्रो फोटो खिच्नलाई होइन देखाउनु न त्यहाँ देखाउनु न होइन त राम्रो छ नि त्यहाँ ट्याक्कै बसेर लाउनु जानी तपाईँ पनि चिप्लिने ओहो एक स्विमिङ हानिदिने हो कि क्या हो यस्तै यस्तै क्रियाकलाप होला नि एकदम राम्रो अँ। ओहो त्यहाँ माथि देखाउँछ नि। दामी छ दामी चारकोसे झाडी जस्तै रहेछ यहाँ त होइन दाजु वाट अ नेचर अँ। नाइस भ्यू अँ। बट इट्स सो क्लाउडी Hey, this one's for you. जाने दिल में कब से है तू जब से मैं वाट अ नेचर मस्ताना मौसम है अघिनको त्यस्तो एकदम कठाङ्ग्रिलो जाडो भन्दा यो अहिलेको यो चाहिँ एकदम ठिक छ मौसम पनि यस्तो मजाले घाम लागिरहेको छ पछाडिको भ्यू तपाईँलाई मैले भन्नै पर्दैन तपाईँ हेर्नु अब यता सट्टै यता लेक यस्तो मजाको लेक छ अब यहाँ अहिले शनिबार भएर मात्रै बोटिङ बन्द भएको न त बोटिङ हुन्छ शनिबारको दिन शनिबार दिन मन्डे टु फ्राइडे चाहिँ बोटिङ हुन्छ स्याटरडे सन्डे चाहिँ अफ हुन्छ अब एकछिनमा हामी तपाईँहरूलाई अलिकति माथि हामी ट्रायलमा गएपछि ल साथी हामीले फर्स्ट टाइम होइन अमेरिकन इगल देखेको यस्तो डाइरेक्टली हाम्रो अगाडि नै छ अमेरिकन इगल अब म तपाईँलाई एकछिनमा देखाउँछु ल साथी है उड्यो यार तपाईँले देखाउँछु भनेको थिएँ मैले नि हेर्न पाएन नि त्यो भिडियोको चक्करमा आउँदैछ है तपाईँ ल त्यही नै हो ब्ल्याक अलिक जुम गर्नु त्यति मात्रै हो त्यति ल साथी तपाईँहरूलाई देखाउँछु भन्दा इगल उडेर हामीले पनि हेर्न त पाइयो तर बसेको हेर्न पाएको अलिक मजा आउँथ्यो फर्स्ट टाइम हामीले अमेरिकन इगल हेरेको यो हेमिल्टन पार्कमा अब हाम्रो उता अगाडि ल हो के छ ओ डग हराएछ यार No, as far as we saw, no one was over there. It's missing in action. Is the big dog or small? Oh. On the way back, we had we saw a big eagle on the tree, but no. Okay. Cool. Well, maybe the eagle took the dog. ल हेर्नु साथीहरू एउटा जाबो कुकुर हराएर दुईटा सेक्युरिटी गार्ड खोज्न आए भने सोध्नुहोस् आफै मान्छे हराए के होला जहाँ एउटा कुकुर हराउँदा त होइन के भन्नुहुन्छ यसमा राम्रो हो नि हो अब कसो कुकुर हरायो होइन अब त्यो
सानो चाहिँ पनि अलिक क्लिन भइसक्यो है हामी अब फर्किँदैछौँ यहाँदेखिबाट यहाँबाट